2 1 यसो गर्न नमस्ते हेलो नाकबाट निक्ल्यो बुडुक्क नाकबाट हैन चाक यो पनि हाल्न यो त हाल्नै पर्नुहुन्छ नि नरो साथी नरो पादेर के छैन सुमा लाग्न ओ खाजा खाजा पालिस बनाएन मेरो खराब बानी छ मेरो खराब हेलो एभ्रिवान वेलकम टु माई च्यानल नयाँ दिन नयाँ भिडियोको साथ फेरि पनि आइसकेको छौँ र आज पनि हाम्रो मुकबाङ भिडियो छ मुकबाङ भिडियो हैन अनि त्यस पछाडि आज चाहिँ हामी यस्तो मुकबाङ भिडियो गर्दैछौँ अब हेर्दै जानु होला के कस्तो हुन्छ ल खाइदिउँ ल खाऊ न अब यत्तिकै मट खाऊ साथी हाम्रो चाहिँ करेन्ट अनि करेन्ट काँक्रा करेन्ट काँक्रा अनि अन्डा अमलेट छ अब चाहिँ हामी खान्छौँ खाए ल यसले यसको खुवाइदिएर त साथी हो मलाई त अल्छी पनि लाग्छ खाने पिरो भयो यो भिडियो सेटअप गरेर दिनुभएको क्या पिरो भयो कता उठायो के गरेको त चाहिँ उतापट्टि फर्केर एकदमै पिरो भयो एकदमै मरिन्छ होला मरे टुप्लुका बाँचे भुक्लुका ए हाम्रो टिस्यु ल्याउनु पर्थ्यो उता त्यो मैले खाएको त यहाँ तपाईँ हाल्नुहुन्थेछ एकछिन हालिदिउँ यसको हेराइदिनु भयो यही तेरो साथीले खान सिकाउँछ तपाईँ तैँले त पुरै लाइटिङै छाइदिन्छस् वाउ अनि म त देख्दै अगाइसकेँ यार चर्केर मरिन्छ शिव भाइरल शिर भाइरल साथी हो नाकबाट निक्ल्यो बुडुक्क नाकबाट हैन चाक यो पनि हाल्न यो त हाल्नै पर्नुहुन्छ नि नरो साथी नरो पादेर के छैन सुमा लाग्न ओ खाजा खाजा पालिस बनाएन यो पनि कस्तो हाँसै झर पिराले रुको भन्ने यो चाहिँ त खाने हेर्न हेर्न अनि गाजर साजर सबै गएर काँडा हुन्छ नि मैले त एकदमै पिरो भइरहेको छ हामी तिनवटा जाउँछौँ डबल स्पाइसीवाला खाएको आँसु हेर्न यहाँ झरेको आँसुको धारी खाँदैन मलाई नाकबाट घुरुक्क निक्ल्यो नि त त्यो पनि हाल्ने आउने सर्केको माथि हेर्नु आँसु आँसु भएपछि पिरो भयो
यसो भन्नु मेरो साथी चाहिँ पिरोले आँखा भइरहेको छ हेर्न म धेरै क्लिप काट्न सक्दिनँ नबुझ्नु पर्छ भुक्लुक गर्छ त हाम्रो कुरा किन नमानेको भने नि साथीहरू देब्रे हातले खान्छ अनि खाना अप्ठ्यारो हुन्छ पेट पोल्नु थालिसक्यो पोल्दै गरोस् न मैले चाक पनि पोल्छ कति बजीसम्म खाइसक्छु म 10 एकदमै पिरो भएको अवस्था मेरो साथीलाई चाहिँ के भएको छैन म त्यहाँ नाकबाट नि चिकन निक्लेको निक्लिन्छ नटोला न खा नहेर मलाई सबै खाइसक्नु अरू के फाल्छेस् मुर्सारुको नमस्ते साथीहरू खाना है क्वाप क्वाप म त काँक्रा खान्न भन्ने मान्छेले नै काँक्रा खाइसक्यो साथी हो अब आउँछ म त आँसु झर्छ आँसुको अर्थ के था रुवाई जानेलाई म त मर्छु होला मर्छ एउटा पिरो खाँदा तर मलाई पनि पिरो भयो यसो गर्दा पक्रिँदा छोरी च्याप्नु नगर्न ब्लाङ लियो मान्छे भयो हातमा के साँच्चै कस्तो नराम्रो भयो के हा मात्रै गरेर बस्ने खाने न म के भन्न चाहन्छु भने कोही कोही मान्छेले होइन मलाई अघि भन्दै थियो कि फाल्नु खाँदा खाँदै फाल्यो भने त्यो झ्याल्टी हुन्छ है भन्दै थियो त्यहाँ फाल मात्र त जान्छु म पेट बोले नै मेरो त पोल्नु थाल्यो मर्छु होला है आज म होइन भोलि त्यो पनि धेरै भइसक्छ अन्त यो निकाल्न खा त अब म खान्छु नि त चुडिदिउँ नि त ढोका खाइरहेको छु मात्रै नगर्नु भिडियोमा अनि आँसु झर्छ क्या
खानुभन्दा बेसी आजको भिडियो चाहिँ के भन्छ सानो भए पनि होइन अलिकति दमदार हुने खालको छ किनकि अनि हामी चाहिँ निक्लिन आँटिसक्यो मैले त त्यसो नभन्न खाँदैछु यार अन्ति नभन्न लाङ्गा दिन भने ती पनि हालौँ कि क्या साथी हो रिङ्गो डाँचा यो खुच्चो डाँचा ए मेरोमा आयो क्या फेरि झन् गइखेर यता छिटो निक्लिएन साथीहरू अब चाहिँ हामीलाई यति खाइसक्नु पर्ने हुन्छ अब त खाइसक्नु आँट्यो है अलिक गरम खान यता भित्र छिटो निक्लिएन अब भरे नागबाट निक्लिन्छ हल्ला एउटा चाकबाट खाइसक्नु त के गर्छ सब साथीहरू कति हामीले धेरै खाएन लगाउनु खाना सोर्छ खान मुखबाङ भिडियो त भयो कि तर कस्तो खालको भयो नि खै कस्तो भयो खै अर्कै खालको अलिक पिरो अति पिरो भयो क्या पेट पोल्यो हौ मैले त माएको साँच्ची हजुर ला हो के अरे पक्नै ल साथीहरू अलिक सोर्सा पार्ने कस्तो घिन लाग्यो देखिरहेको सोर्सा पार खानै म त जाँदिन जान हामीले यसरी हेर्दा हेर्दै हाम्रो फाइट गर्न सक्छ कि साथीहरू हाम्रो मुखमा चाहिँ कम्प्लिट बहुत पिरो हो रहा है है अब हजुरहरूलाई हाम्रो मुखबाङ के कस्तो लाग्यो भनिदिनु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला यस्तै यस्तै भिडियो भ्लग हेर्दै जानको लागि सब्सक्राइब गरेर जानु होला आजको लागि यति नै फेरि भयो आजको लागि यति नै भन्दै अर्को भिडियोमा भेट्नेछु सी यू बाइ बाइ